एक दिन तिमी थाक्छौ यो कहाँ हो घर कहाँ छौ बाबु चन्द्रमा झार्छु भन्दैन म कहाँ तिम्रो हौ लागि किनिदिन्छु बरु फुलबुट्टे साडी नाम सुदीप को हो तिमी सुदीप हौ कति पूर्णिमा सुदीप भनेको के कपाल हो कि के हो तिमीहरू दुईजना झार्छु भन्दैन म तिम्रो लागि किनिदिन्छु बाबु कहिले बिहे गर्यौ I'm planning something for us. नहोस् मायामा धोका, not 7 महिना भयो trust. I can cook for you. कसरी लभ पाडिदै मलाई चाहिरहेको छ intimacy, चाहिरहेको छ तिम्रो touch. टिकटक लाइदिक लभ भयो After music you are कसको लाइभमा कसरी लाइभ बसेको दुईजना अनि एकअर्कासँग भेट भयो परि हुँदा हुन्छु ठीक कति डिप लभ छ तिमीलाई देख्दा गीत गाइदियो जस्तो लाग्छ दिमागमा मेरो बीट बज्छ ए ठिक छ एकदम राम्ररी बस्नु है अब भर्खर यङ छौ यताउति छौ अझै धेरै बुझ्नु बाँकी छ यसो बुझेर कुराकानी बुझ्नु एकअर्कालाई माया गर्नु है मन छ तिमीसँग मन छ संसार कहाँ दाम कहाँ हो गर्छु बेबी कलाको व्यापार गार्डनमा छोरा छोरी एउटा थार सोच होला हुँदा तिम्रो बुढो सुपरस्टार ए ठिक छ एकदम मिलेको जोडी रहेछ यो त भगवानले बनाएको जोडी हो यार यो त नाइ फलो त गरेँ कि तर म एकदम अचम्म भयो यो लभ स्टोरी देखेर एक सुना न कसरी लभ पर्यो पछि भेट्न कसरी गयो तिमीहरू कसरी भेट्यो कता कता गयो घुम्नलाई खाना कता कता खायो के गर्यो यसो रमाइलो कुराकानी सुनाऊ यार बाबा 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 गाह्रो छ है यस्तै राम्री केटी रहेछन् आजभोलि त पहिलो भेटमै बिहे भन्दा पनि पहिलो भेटमै छोडपत्र हुन्छ एकदम माया साया गर्नु एकदम राम्रोसँग राख्नु मेरो बाबु यो दाङका मान्छे डेन्जर हुन्छ नि दाङका मान्छे बवाल छन् गन फोडेर राखेका छन् पुरै एकदम माया छ मेरो भाइराजालाई ठिक छ अरे लजाउन थाली त आफै यस्तो यस्तो गर्न लाग्छ त बिचारा बहिनी हेर्न लाग्छ बरु ए ठिक छ बाबु कति वर्षको भाइ बाबा बाबा दामी ल ठिक छ राम्रोसँग बस्नु मेरो भाइराजा है एकदम एकअर्काको एकदम बवाल होस् है लबी छ ल राम्रोसँग बस्यो ल है